सम्पूर्ण दर्शकहरूलाई हामी म्याक जिल्ला फुटबल सङ्घको अफिसियल पेजमा स्वागत गर्दछौँ। अहिले चाहिँ हाम्रो टिम वार्म गर्दैछ। आज हाम्रो बागलुङ विरुद्ध थर्ड प्लेसको लागि गेम हुँदैछ। हिजो भएको पहिलो खेलमा क्वार्टर फाइनल खेलमा हामी कास्कीलाई फुल टाइममा 0-0 स्कोर भएर पेनाल्टीमा 2-को विरुद्ध 3 गोल गरेर विजेता भएर सेमी फाइनल प्रवेश गरेका थियौँ। भने हिजो नै भएको अर्को सेमी फाइनल खेलमा स्याङ्जासँग हामी 2 गोल खाएर पराजित भएको थियो। भने बागलुङ चाहिँ नवलपुरसँग पराजित भएपछि थर्ड प्लेसको लागि आज बागलुङ भर्सेस म्याग्दी खेल्दैछ। अब गेम लगभग 10 मिनटमा अब सुरु हुने सम्पूर्ण दर्शकहरूलाई जानकारी गराउँदछौँ। हाम्रो म्याक जिल्ला फुटबल सङ्घको अध्यक्ष ज्यू पनि हामीसँग साथमा हुनुहुन्छ। त्यसै हाम्रो टिम कोच खगेन्द्र पुन्ज्यू हामीसँग हुनुहुन्छ। अनि लाइभ चाहिँ कुमार बानिया पेजबाट र आइडी प्रोफाइलबाट आउँछ, म सेयर गरिदिन्छु पेजबाट। हामीले अफिसियल लाइभ नभएको कारणले जसोतसो शुभचिन्तकहरूलाई लाइभ देखाउनु कोसिस गरेका छौँ। लाइभमा केही त्रुटि भएमा बहिनीले लाइभ गरिरहेछ, हेरिदिनु होला, जसोतसो हुन्छ। आज हाम्रो तर्फबाट 5 जना नयाँ प्लेयरहरू स्टार्ट गर्दैछन् हिजोको फर्मेसन भन्दा। 5 जना नयाँ बहिनीहरूले चाहिँ आज स्टार्टिङ गर्दैछन्। यसै गरी हाम्रो म्याक जिल्ला फुटबल सङ्घको अध्यक्षज्यूलाई यस टुर्नामेन्टको बारेमा हाम्रो म्याग्दीको पर्फर्मेन्स अहिलेसम्म कस्तो भइरहेछ यसो कुरा केही गरिदिनु हुन अनुरोध गर्छु। थ्याङ्क यू सबैजना जति पनि हामीलाई सपोर्ट गरिराख्नु भएको छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। र सँगसँगै यो अहिले गण्डकी प्रदेश खेलकुद परिषदको मातहतमा रहेर कास्की जिल्ला फुटबल सङ्घले संयोजन गरेर कार्यक्रमको अर्गनाइज गर्नुभएको छ। विशेष गरी हिजो चाहिँ अब विडम्बना भन्नुपर्छ, हामीलाई 2वटा गेम हामीलाई पारिएको थियो। त्यो कारणले गर्दाखेरि पनि हाम्रो टिम पर्फर्मेन्स दोस्रो गेममा अलिकति हामीले सोचे जस्तो रिजल्ट नतिजा ल्याउन सकिएन। त्यसको लागि हामी माफी चाहन्छौँ। अब यो कस्तो भन्दा विशेष गरी ठुलो एक्सन गरौँ भनेर अगाडि बढ्नु भएको रहेछ। त्यो कारणले गर्दाखेरि पनि यसले त्यस्तो ठुलो भ्याल्यु नराख्ने पनि जानकारी गराउन चाहन्छु। र सँगसँगै आज चाहिँ तेस्रो म्याचको लागि बागलुङसँग हुँदैछ थर्ड प्लेसको लागि, त्यसको लागि अघि शुभकामना दिन चाहन्छु। हाम्रो म्याग्दीको टिममा लगभग अहिले 6 जना नयाँ बहिनीहरूले चान्स पाइरहेछन्। तपाईँले यस विषयमा अब कसरी बहिनीहरूले कस्तो गरिरहेछन् नयाँ बहिनीहरू? विशेष गरी कस्तो भन्दा अब ठुलो सिनियर गर्ल्सहरूलाई पनि अलिकति चुनौती छ। नयाँ बहिनीहरूले अलिकति मिहिनेत गर्दा उहाँहरू अलिकति पर्फर्मेन्स राम्रो बेटर गरिराख्नु भएको छ। 2-3 जना बहिनीहरूले त अझ आफूलाई आफ्नो पोजिसनै फिक्स गराइसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि पनि म्याक्सिमम हामीले एउटा यो मेसेज दिन चाहन्छौँ कि जोसँग क्यापेसिटी छ, जोसँग खुबी छ, त्यसले चाहिँ टिममा स्थान पाउँछ भन्ने कुराको हामीले अब त्यो कुरालाई पनि प्रुभ गर्न चाहन्छौँ। बहिनीहरूलाई त्यो कुराको मोटिभेसन पनि होस् भन्ने हिसाबले अब जिल्लाको टिममा पर्नको लागि अलिकति टप 5 सुरु भइसकेको छ। अब धेरैजना बहिनीहरू प्रोडक्सन भइसक्नु भएको छ। अब केही बहिनीहरू अझै आउँदै हुनुहुन्छ। त्यो कारणले गर्दाखेरि पनि जिल्लाको टिममा पर्नको लागि अब अलिकति मेहनत बढी गर्नुपर्ने देखिएको छ। सिनियर गर्ल्सहरूलाई पनि च्यालेन्ज सुरु भइसकेको छ, जुनियर बहिनीहरूले च्यालेन्ज दिइसकेका छन्। त्यो कारणले गर्दाखेरि पनि अझ भोलिका दिनहरूमा टिम अझै बेटर पर्फर्मेन्स गर्न सक्छन् भन्ने आशा छ। सबैजनाले साथ समर्थन गरिदिनु होला। म्याक जिल्ला फुटबल सङ्घले हामीले गरेको प्रयासलाई जिल्ला खेलकुद मार्फतबाट पनि साथहरू प्राप्त भइरहेको छ। यो साथ निरन्तर चलिरहोस्। सबैजनाको
साथ समर्थनले गर्दा पनि हामीलाई यो ऊर्जा प्राप्त भएको छ। हस् थ्याङ्क यू सो मच। हस् धन्यवाद। प्राप्ति मगर आज स्टार्टिङ गर्दै हुनुहुन्छ म्याग्दीबाट। रिदिमा भट्टाचार्य आजको हाम्रो स्टार्टिङ गोलकिपर। ल हाम्रो लाइभमा जोडिनु होला अब कुमार बानियाबाट। धन्यवाद।